6 बज्यो मेरो पनि आँखा सुन्ने जस्तो छ तिम्रो पनि आँखा सुन्ने होइन चिसो छ अब आज हामी नावर पानीबाट धोको लागि हिँड्छौँ उठ्यो तातो पानी खायो यसो फ्रेस भएर रुचाउँछ लाएर फ्रेस भएर निस्किन्छौँ त्यही हो यहाँको वेदर चिसो चिसो छ माथि क्लाउडी छ हाम्रो ल्यान्डस्केप चेन्ज हुने आज ल्यान्डस्केप चेन्ज हुन्छ अब आजदेखि चेन्ज भइसक्यो होइन हिजोदेखि अब त पुरै नै देखिन्छ नि पुरा आठ लाग्दो आज डे 4 हाम्रो ट्रेक स्टार्ट भएको छ अब हामी आज चाहिँ धो पुग्नेवाला छौँ धोतारा भ्याली त्यहाँ चाहिँ हामी आज पुगेर रेस्ट गरेर भोलि पनि एक दिन रेस्ट गरेर पर्सि तिन्जे भन्ने ठाउँ जानेछौँ आज चाहिँ हामी 7 मा निस्किने भनेको थियौँ तर निस्किने बेलामा 7:30 भइहाल्यो अब आजको ट्रेक कस्तो हुनेवाला छ हेरौँ मा चाहिँ स्टार्ट गर्यो 2 घन्टामा टोलटोल पुगेर हामी खाना खान्छ होला टोलटोलबाट फेरि 3 घन्टा हिँडेर सिसोल पुगेर सिसोलबाट चाहिँ हामी बाइक युज गरेर बाइकमा धोतारा पुग्छ है त काठमाडौँमा पाउने च्याङ्ग्राहरू चाहिँ यिनै हुन् पुरै उकालो चढ्दैछु हाम्रो टिम चाहिँ त्यहाँ माथि डाँडामा पुगेको छ भिरालो बाटोमा म चाहिँ अब चढ्दैछु तल खोला बगिरहेको छ तल पछाडिको ल्यान्डस्केप यस्तो दामी देखिरहेको छ होइन दामी छ पाहुना साथी छैन थाहा छैन तर साथीहरू कमिला जत्रो देखिरहेको छ ब्याग हल्का भारी भइरहेको छ होइन माथि यस्तो छ ठोकेला भन्ने डर छ होइन निहुरिँदै जानुपर्ने रहेछ स्या भइसक्यो उताको भ्यू चाहिँ धेरै राम्रो देखिरहेको छ है भिडियो बनाएर चढ्न चाहिँ अलि गाह्रै छ होइन यस्तो डेन्जर बाटो छ अगाडि पनि त्यस्तै छ अगाडिबाट देखाउँछ है त यस्तो ठाउँ कटेर पनि मान्छेको डेली लाइफ बितिरहेको छ यार हेट कति स्ट्रगल छ धेरै गाह्रो छ आज हाम्रो डे 4 हो काठमाडौँबाट हिँडेको चाहिँ डे 6
तर हिँडेर ट्रेक स्टार्ट गरेको चाहिँ आज डे 4 होपफुल्ली आज चाहिँ नेटवर्क नै आउँछ अरे माथि वाइफाईहरू नै छ अरे ठाउँमा चाइनाबाट अलिकति यता राम्रो छ काठमाडौँको सहरदेखि अलिकति उता राम्रो छ बिचमा त बिजोकै छ बिजोग पनि महाबिजोग हो दामी ब्युटी चाहिँ दामी छ है अब यो तल यस्तो मजाले खोला बगिरहेछ डाँडो यस्तो छ चट्टानको डाँडो छ यहाँबाट चिप्ल्यो भने सिधै खोलामा चिसो भइरहेछ नि कताबाट घाम भेट्नलाई अब माथि भेट्न पर्छ अब घाम भेट्दैन है अहिले अब बाटो लागेको छ फेरि नभए अलिकति अब यता चाहिँ आउनुपर्ने हो यो चाहिँ हाम्रो खाना खाने ठाउँ आजको तोलतोल भन्ने ठाउँ हामी आइपुग्यौँ 7:30 मा हिँडेको 10 मा आइपुग्यौँ भनेपछि 2.5 घन्टामा हामी तोलतोल भन्ने ठाउँ आइपुग्यौँ अब यहाँबाट खानासाना खाएर हामी सिसोल भन्ने ठाउँ पुग्छौँ त्यहाँबाट चाहिँ हामी बाइकमा ट्राभल गर्छौँ हामी के टी खाने बटर टी नयाँ कुरो बटर टी त्यही छ 2.5 घन्टामै आइपुग्यो आज हिँड्दाखेरि त्यस्तो थकाइ लागेन ल बटर टी आयो खानासाना खाइयो अब हामी सिसोल पुग्छौँ 3.5 घन्टामा सिसोलको लागि चाहिँ अब यात्रा सुरु हुन्छ 3-3.5 घन्टाको हिँडाइपछि अब हाम्रो हिँडाइ स्टप होइन त फर्किँदाखेरि हिँड्ने मात्र त्यसै चाहिँ हामी अब हिँडिँदैन त्यही हो त्यो देखिरहेको डाँडो पछाडि चाहिँ हामी जानेवाला छौँ अब यो बाटोबाटै त्यो टपको ब्याक साइडमा चाहिँ हामी जाने ठाउँ हो अरे अहिले माथितिर चाहिँ पानी परेर पुरै कालो मैलो भएको छ सो भ्यूहरू चाहिँ त्यस्तो धेरै देखिएको छैन यस्तो छ यतातिर त केही छैन हामी एउटा पास क्रस गरेर आएछ लजम पछाडिपट्टि छ ओ खतरा दामी छ ठाउँ चाहिँ यस्तै हो भ्यूहरू चाहिँ 4 दिनको हिँडाइपछि चाहिँ जस हामी सिसोल भन्ने ठाउँ आइसकेको छ ल बाइकहरू पनि आइरहेछ हामी यो बाइकमा चाहिँ अब माथि चढ्नेवाला छौँ बाइकहरू चाहिँ बवाल हुँदो रहेछ
हामी आइसक्यो है। हामी धो भन्ने ठाउँ आइपुग्यो। आज र भोलि चाहिँ हामी यहीँ बस्छौँ। ओ दामी देख्दो रहेछ। यता आएपछि पो रमाइलो भयो त। बाटोमा त कस्तो बिजोग भएको थियो। हाम्रो सामान यहीँ राखेको रहेछ। यही हो सामान। सामान चाहिँ यही हो तर नमस्ते। कुकुर छ हो त्यही भएर भागेको तिमी? त्यही भएर भागेको? तिम्रो नाम के हो भनिदेऊ त? अनि तिम्रो त लेस खुस्केछ नि त। तिमीलाई लेस बाँध्न आउँछ कि आउँदैन? कसले? आमाले बाँधिदिनुहुन्छ? कसले बाँधिदिन्छ अरे? तिमीलाई कसले लेस बाँधिदिन्छ भन नि त। अनि पेममा? को अनि पेममा भन्ने? गाइजहरू हामी चाहिँ धो आइपुग्यो। यो चाहिँ धोको भ्यू हो होइन। कस्तो दामी भ्यू देखिरहेछ। आज हामी धोमा रेस्ट गर्छौँ। बाइकको बाटो कति आधी घन्टा त्यो बाइकमा आयो। त्यो चाहिँ रमाइलो भएको थियो। यहाँ माथि चाहिँ बाइक कुद्दो रहेछ। दिदीहरू यो के जौ हो? जौ हो यो के हो? उगा भनेको के हो? के भन्छ उगा भने? बार्ली? ए यो चाहिँ बार्ली रहेछ। दामी खेती रहेछ। ल यही हो धो। अब यो ठाउँ ओहो त्यहाँ माथि पनि रहेछ बिल्डिङहरू। माथि चाहिँ क्या दामी। त्यो फोटोमै आयो भिडियोमै आएन क्या। कस्तो दामी देखिरहेछ होइन। अब यो छैन क्या भिडियोमै क्याप्चर हुँदैन क्या। त्यो ठ्याक्कै त्यो लाइट परेको चट्टान छ नि भिडियो क्याप्चरै हुँदैन रहेछ।